संविधान भित्र भएको कमाधरीलाई पनि कसैले बदलिनु सक्दैन। चाहे त्यो प्रधानमन्त्री होस्, राष्ट्रपति होस्, चाहे मुख्यमन्त्री पराइ जाओस्, कसैले पनि सक्दैन। घरिघरि के भन्छ सिक्किममा, लो 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 371F उड्यो, उडिहाल्यो, अब गइहाल्यो भन्छ। तर कहिले पनि संविधान भित्र भएको कुरा उड्दैन अनि कसैले पनि उडाउन सक्दैन। यो उडाउनको लागि फेरि पनि आपतकाल घोषणा गर्नु पर्यो। लोकसभा अनि राज्यसभामा पास हुनु पर्यो अनि विधानसभामा पास हुनु पर्यो, तब मात्रै उड्न सक्छ। कमा फेर्नको निम्ति पनि तपाईको विधानसभामा अनि लोकसभामा राज्यसभामा पास हुनु पर्यो अनि राष्ट्रपतिको हस्ताक्षर हुनु पर्यो। तर यहाँनिर घरिघरि जनतालाई झुकाउने निम्ति के भन्छन् भने लो 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 371 अब खतम भयो, सिक्किम खतम नै भयो भन्छ। तर यो सबै झुटो कुरो हो र संविधान भित्र कोरेको अधिकार कहिले पनि कसैले पनि मेटाउन सक्दैन अनि संविधान भित्र भएको कमाधरीलाई पनि कसैले बदलिनु सक्दैन। चाहे त्यो प्रधानमन्त्री होस्, राष्ट्रपति होस्, चाहे मुख्यमन्त्री पराइ जाओस्, कसैले पनि सक्दैन।